आज फागुन 9 गते है त फागुन 9 गते धुलाबारी रिकन्डिसन हाउसमा के नयाँ बिक्रीमा आयो के अपडेटमा आयो भनेर हजुरलाई सर र म आज एउटा छोटकरीमा भिडियो बनाउन गइरहेको छु। हामीसँग चाहिँ एकदमै राम्रो राम्रो बाइक नयाँदेखि लिएर पुरानो सस्तोदेखि लिएर एकदमै मार्केटमा रिसेल भेल्यु भएको बाइकहरू बिक्रीमा आइसकेको छ। हामीसँग क्लासिक 350 बुलेटदेखि लिएर बजाज 220 पल्सर त्यसै गरी राइडरहरू एकदमै केटिएम डुक एमटीहरू बाइकहरू आइसकेको छ। हजुरलाई म सर यताबाट जानकारी गराउँछु। हामी चाहिँ यो केटिएम डुक BS6 छ भने यो हजुरलाई 21 लास्ट मोडलको यो पर्छ हजुरलाई 3,70,000। त्यसै गरी हामीसँग यो एमटी छ MT-15 यो हजुरलाई 21 मोडलको 3,20,000 पर्छ। त्यसै गरी हामीसँग यो FZ V3 2020 मोडलको भने 2,10,000। त्यसै गरी यो यामाको D2 बाइक यो चाहिँ हजुरलाई मात्र 1,80,000। त्यसै गरी व्हाइट कलरमा छ यो 1,45,000। त्यसै गरी भर्खरै मात्र हामीसँग माइलेज बबाल दिने TVS रेडर बाइक है त सिङ्गल ह्यान्डमा आइसक्यो ब्ल्याक कलरको यो हजुरलाई 1,75,000। त्यसै गरी अपाची 2B इत्यादिमा 548 लटको यो मात्र हजुरलाई 1,75,000। बजाज 220 11 लट 2018 अन्तिम मोडलको सिङ्गल ह्यान्डमा 1,60,000। हिरो एक्सपल्स ABS सिस्टम भएको 2,25,000 पर्छ है त। त्यसै गरी हामीसँग यो बजाज 220 23 मोडलको छ यो चाहिँ भर्खरै आएको छ भने यो हजुरलाई 3 लाख पर्छ। त्यसै गरी हामीसँग बजाज 150 पर्छ 1,60,000 यो 1,00,000 हजुरलाई 35,000। त्यसै गरी हामीसँग यो क्लासिक 350 बुलेट सिङ्गल ह्यान्ड 21 मोडलको यो हजुरलाई 4,90,000 पर्छ है त। त्यसै गरी हामीसँग यो एन्ट्रोक रेस एडिसन भर्खरै आएको छ 21 मोडलको यो हजुरलाई मात्र 1,75,000। अब बजाज लभर सुन्छ 125cc भने डिस्कभर डिजिटल मिटर भएको आएको छ 18 मोडलको यो हजुरलाई 95,000 पर्छ। त्यसै गरी हामीसँग अरू पनि छ हिरो एक्सपल्स यो 2021 अन्तिम मोडलको 2,25,000 मै आयो। त्यसै गरी हामीसँग डिओ स्कुटी भर्खरै मात्र आएको छ यो 1,25,000। त्यसै गरी यो छ हजुरलाई 1,10,000। अब सस्तो बाइक चाहियो भनेको लागि चाहिँ है त यो हिरोको मात्र 65,000। त्यसै गरी माइलेज दिने हिरोको गाडी चाहियो भन्दै हुनुहुन्छ भने 18 मोडलको यो 1,10,000 सुपर है त सुपर लट देखिहाल्नु होला मात्र 1,35,000। यदि हजुरहरूसँग कुनै पनि बाइक स्कुटी छ बेच्न चाहनुहुन्छ एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तुरुन्त भिजिट गर्नु होला हाम्रो जिल्लामा रिकन्डिसन हाउस। हजुरहरू भर्खर हाम्रो भिडियो हेर्दै हुनुहुन्छ लोकेसन हजुरलाई थाहा छैन भने धुलाबारी नन्दा पेट्रोल पम्प पूर्वपट्टि पर्छ। हामीले ट्विटर नम्बर दिएको छौँ हो त्यो नम्बरमा हजुरहरू कन्ट्याक्ट गरेर आउन सक्नुहुनेछ। हस् त धन्यवाद नमस्कार।